हुनुहुन्छ? सन्चै हुनुहुन्छ नि? खुसी लाग्यो। एक दुईवटा कुराहरू राखेर हामी जान्छौँ। खास लामो बोल्नुपर्ने आवश्यकता पनि छैन जस्तो लाग्छ। उद्घोषकज्यूलाई धन्यवाद दिन चाहन्छु। आजको यो हाम्रो चुनावी प्रचार सभाका अध्यक्षता गरिरहनु हुने सभाध्यक्षज्यू, मञ्चमा आसीन हाम्रा केन्द्रका श्रमदाताज्यूहरू र हाम्रा झापा जिल्लाका उम्मेदवारज्यूहरू, 2 नम्बर क्षेत्रका उम्मेदवार केशव भट्ट, यस क्षेत्र झापा 5 का उम्मेदवार हाम्रो समीर तामाङज्यू लगायत सम्पूर्ण महानुभावहरू, मैले मान्नुपर्ने, मैले सम्मान गर्नुपर्ने आदरणीय झापावासी आमा बाबा दाजुभाइ दिदी बहिनी भान्जा भान्जी जेनजी, उपस्थित पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, लाइभबाट हेरिरहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी है, विदेशबाट ल्याएको पैसाले होइन, विदेशी तपाईँको छैन, उनीहरूको छ नि विभिन्न खालका प्रभु शक्तिले फालेको पैसाले तपाईँको घर बनाइदिएको छ, तपाईँको मन्थली तपाईँलाई पेमेन्ट गरेको छ भन्दैमा तपाईँले उसको पक्षमा मात्रै लेख्ने, राष्ट्रवादी शक्तिको पक्षमा नलेख्ने भन्ने होइन, लेख्नुपर्छ है। कसरी प्रधानमन्त्री बनाउने अरे भन्दाखेरि मिडियामा बेसरी हाइलाइट गर्ने अरे फल्ला त भगवान भन्ने बनाउने अरे, सबै मान्छेलाई हो कि क्या हो भन्ने लाग्ने अरे क्या है, होइन यसो अरे हो कि क्या हो जस्तो लाग्ने अरे। बाँदरलाई नि होइन, बाँदरलाई लिस्टमा चढाइदिएको नि बाँदरलाई नै ल यो त हाम्रो देशको राजै रहेछ हो क्या हो भनेर मान्छेले त्यो खालको मिडिया मेनिपुलेसन नगर्नुहोस् है, साँचो कुरा बोल्नुहोस्। यो देशभन्दा माथि केही पनि छैन, न पत्रकारिता छ, न राजनीति छ, न केही पनि छैन, न पार्टी छ, न जाति छ, केही छैन। यो देशभन्दा माथि केही पनि देख्दिनँ म चाहिँ। त्यो देश बचाउने कुरा हो, यो त्यो देश बनाउने कुरा हो। म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई बोर पनि लागिसक्यो होला, बोर लाग्यो। अब एउटा फेरि गीत के गाएको छ भन्दाखेरि हर्क साम्पाङलाई कसरी डाउन गर्ने भनेर के भन्छ भने हर्क साम्पाङ त जातिवादी पो त है। राम्रो बुझ्नु है, विरोधीले भनेको, तपाईँहरूले होइन, विरोधीले भनेको होइन, जातिवादी। अचम्म लाग्छ है। जसले चरालाई माया गरेको छ, मुसालाई माया गरेको छ, जसले तपाईँको झिङ्गालाई माया गर्छ, जसले चाहिँ किरालाई माया गर्छ, फटेङ्ग्रालाई माया गर्छ, बिरुवा रोप्दै गर्दाखेरि सर्प देख्यो भने भाइ सर्प पनि नमार है, त्यसलाई उचालेर उता पर व्यवस्थापन गर्नुपर्छ भन्ने खालको मन भएको मान्छेले मान्छेलाई घृणा गर्छ त। म त्यो खालको मान्छेले के भन्न खोजेको है? हर्क साम्पाङको पार्टी त जातिवादी पार्टी भयो अरे है। यहाँ उम्मेदवारहरू पनि उतापट्टि चाहिँ हाम्रो होइन केशव भण्डारीज्यू, यतापट्टि हाम्रो मिका दुलालज्यू, यतापट्टि हाम्रो दीपक तिनसिनाज्यू हुनुहुन्छ। उहाँहरू चाहिँ के तपाईँको छैन, मैले राईहरू पर्नुभयो त, उहाँहरू राईको पार्टी पनि भन्नुहुन्छ होइन। एमालेलाई हामीले कहिले के अरे बाहुनको पार्टी भन्यो? कङ्ग्रेसलाई बाहुनको पार्टी भन्यो? रवि लामेछानेको पार्टीलाई बाहुनको पार्टी भन्यो? अनि हर्क साम्पाङले खोलेको पार्टी चाहिँ राईको पार्टी कसरी भयो? अचम्म लाग्छ होला। त्यो खालको तपाईँको अफवाह नफैलाउनुहोस् है। राष्ट्रवादी भन्नु न, राष्ट्रवादी। हर्क साम्पाङ चाहिँ राष्ट्रवादी होइन। यो देशको स्वाधीनता बचाउने, सिमाना बचाउने, माटो बचाउने, यो देशका संस्कार संस्कृति बचाउने, यो देश बचाउने, देशका प्रकृति बचाउने, देशका मौलिक प्रविधि बचाउने, देशका सम्पूर्ण रीतिरिवाज र भाषा भाषिका बचाउने भन्ने कुरा लिने मान्छे राष्ट्रवादी मान्छे पो त है। विदेशी दलालहरूले लगाइदिएको नाम चाहिँ जातिवादी अरे। त्यसो नभन्नुहोस्। मैले बनाउन चाहेको, मैले बचाउन चाहेको देश तपाईँको सन्तानको लागि पनि बच्नुपर्छ। तपाईँको सन्तानको लागि पनि म यहाँ कराइरहेको छु भोक्रो फुलाएर है। तपाईँको रक्षा र उन्नतिका लागि पनि मैले यहाँनिर बोल्नु परिरहेको छ। काम